त डिभेस नदिने हो भनेर पनि एउटा केटी खोज्दै मलाई हो कि होइन त केटी खोजिहाल तुरुन्त म जान्न डिभोर्स दिन्छु म जान्न जहिले पिट्छ मलाई यत्रो कान्लाबाट खसाली खसाली पिट्छ एकचोटि अघि अहिलेकै शब्द हजुर एकछिन तपाईको कुरा हामीले राखिसक्यौँ यहाँ मान्छेहरु कोही पनि छैन तपाईको कुरा सबै रेकर्ड भइसकेको छ यहाँ उहाँ हजुर यहाँ स्थानीय हुनुहुन्छ उहाँले भनेको कुरा सुन्नु एकचोटि भनिदिनुहोस् सर फेरि एकचोटि उहाँले बुझ्नै हुन के हजुर यस्तो कुरो है हुनु त हामीले सबै कुरो देखा चाहिँ छैनौँ यहाँ तपाईहरुले जे बोल्नुहुन्छ त्यसको अनुसार हामी बोल्ने हो र यहाँ देखेको अनुसार कुरा गर्ने हो अनि कानुनले के भन्छ त्यो अनुसार हामी जानु राम्रो हुन्छ अब तपाई जुदियो झगडा गरे भाग्यो हामीलाई त्यो थाहा भएन कसरी गयो कसरी आयो कसरी झगडा पर्यो त्यो पनि हामीलाई थाहा छैन तपाई दुईजना साक्षी हुनुहुन्छ र त्यहाँ सामाजिक हिसाबमा को कतिजना मान्छे साक्षी हुनुहुन्छ त्यो अनुसार अब तपाईले जुन कुरो उहाँलाई कसरी छोड्नुभयो के गर्यो तपाईलाई पिट्यो या चुट्यो हेप्यो त्यो हामीलाई थाहा भएन हैन र विशेष गरी हामी देख्दछौँ उहाँले भन्नुहुन्छ मेरो आफ्नो मान्छे हो मसँग प्रमाण छ उसलाई नलगी म जान्न अब तपाईँ जान्नुहुन्न भने तपाईँ म जान्न भन्यो भने यहाँ त केस हुन्छ हैन पुलिसहरू आउँछ अनि त्यहाँ कारबाही प्रक्रियामा तपाईँ कानुन प्रक्रियामा जानुपर्ने हुन्छ ठिक छ हो तपाईसँग मन परेन तपाईले इच्छा भएन श्रीमानको पनि इच्छा भएन मिलमिलाप भएन भने तपाईहरु चाहिँ भिन्दै बस्नु पनि सक्नुहुन्छ है त्यसकारणले गर्दा स्वतन्त्र तपाईहरुले पाउन सक्नुहुन्छ तर यहाँ बसेर अनि फेरि म चाहिँ जान्न यताउति तपाईले जबरजस्ती पनि गर्न पाउनुहुन्न र यहाँ कानुन प्रक्रियामा जानु पर्ने हुन्छ हामीले त केही गर्न सक्दैन हामी जे देख्यौं त्यही मात्रै भन्ने हामी त कानुन त होइन असल कुरो के छ कानुनमा मिल्ने कुरा हामीले गर्नुपर्छ एकदम सही नत्र हामी पनि ठ्याङ्ग्रोमा जान्छौँ भोलि त को कानुनलाई मिच्ने भन्नु थाल्छ एकदमै सही त्यस कारणले गर्दा तपाईहरुको जुन विशेष केस छ त्यो केसहरू मिलाउनु तर्फ जानु राम्रो हुन्छ यदि मिल्दैन भने घरमा जान्न म हो ल विचार गर्नु सर ल हामी लाग्छौँ है म चाहिँ लाग्छु जान्छु पनि घरतिर है हस् धन्यवाद र अब अनि यहाँ सुन्नुहोस् तपाईँ अहिले जानु भएन भने भरि के कसो भयो भने त अघि नै भन्नुभयो उहाँले उहाँ पर्छ त तपाईँको होइन अहिले केही पनि हुँदैन केही पनि हुँदैन भनेर हुँदैन त कानुनले भन्दैन नि त त्यो घरमा त तपाईले भनेर हुन्छ तपाईँ कानुन हो भन्नु त कानुनले भन्दैन नि त त्यो म बरु सिधै अदालत जान्छु डिभोर्स दियोस् मलाई त्यति भएर छुटकारा मलाई अति पनि मरेन बसौँला भोलि बिहान डिभोर्स गर्ने अनि जाने केलाई चाहिँ